यो चाहिँ हो हामी आउने भएको रहेछ टेलिफोन रहेछ यहाँ रहेछ टेलिफोन टिभी पहिलाको क्यामेराजहरू रहेछ ल्यान्टर्नहरू रहेछ हो नाम जग्गा रहेछ यहाँ टेप पनि रहेछ अनि यहाँ ग्रामोफोन पनि रहेछ हो पहिलाको क्लक अहिले चाहिँ मिलिङ टी स्टेटमा छ हामी हो हेलो गाइज वेलकम टु अनदर भिडियो हिजो चाहिँ मोमो खाएर अचानक यहाँ फेरि यस्तो दामी जग्गामा आइरहेको छु हो यहाँ चाहिँ यो जग्गाको नाम चाहिँ मिलिङ टी स्टेट अनि हामी चाहिँ आज होमस्टे जान आँटेको सायद खासै मेरो फर्स्ट टाइम हो अनि साथीले चाहिँ चिन्छ अन्त होमस्टे चाहिँ यहाँ तल छ जस्तो लाग्दैछ मलाई उसले चाहिँ खोलाको छेउमा भन्दै थियो खोला त तल छ कराउँदैछ अनि अहिले मसँग छ अनिशा हो ओर्गेन पर विज्ञाता हो निमा चाहिँ माथि छ हो त्यही हो तल पुगेर चाहिँ म देखाउँछु हो एकछिन यो भ्यू चाहिँ हेर्नुहोस् होला यति दामी देखिरहेको छ यो भ्यू चाहिँ हो हामी अहिले तल पुगिसक्यो अलिकति तल निकै तल पुगिसक्यो अनि विदिन 10 मिनट्समा सायद पुग्छ पनि होला सो त्यति बेला तपाईँहरू यहाँको भ्यू हेर्नुहोस् गार्डन भक पनि मजाले लागिरहेको छ अनि यो जग्गा चाहिँ अलिकति तातो पनि रहेछ मेन टाउन एरियाभन्दा अझै रङबुलभन्दा त झन् धेरै तातो किनभने तल पनि पर्छ नि त त्यो भएर पनि स्कुटीमा आउँदा चाहिँ अलिकति ध्यान दिनुहोस् होला किनभने यो बाटो चाहिँ एकदमै स्टिप छ हो अनि ब्रेकमा अलिकति प्रब्लम चाहिँ हुनसक्छ ब्रेकिङमा बाइकमा त केही प्रब्लम हुँदैन किनभने फर्स्ट गियरमा हिँड्यो भने हो सजिलो पऱ्यो त्यही माथि हामी दुईजना इलेनसितै जाँदैछ अनि त्यो भएर चाहिँ अलिकति ब्रेकमा प्रब्लम त के भन्नु अलिक बक्छ क्या स्कुटी गोलाइ टर्निङ चाहिँ पुरै रहेछ साथीले भनेको चाहिँ 22 टर्निङ्स जस्तो छ भन्दै थियो हो ठिकै रहेछ भेट्यो रनक एन्ड सस्ता अगाडि चाहिँ दुईजना छ फर्स्टमा निमा विज्ञता ओर्गेन हामी जुन चाहिँ होमस्टे आउने भन्दै थियो त्यो चाहिँ आइपुग्यो हामी हो अन्त तपाईँलाई देखाउँदैछु म जस्ट वेट एन्ड बुम यो चाहिँ हो हामी आउने जुन चाहिँ आउने जग्गा चाहिँ यहाँ पर कटेजहरू छ हाटहरू पनि रहेछ अहिले तपाईँहरूलाई वक थ्रु पनि देखाइदिन्छु हो अनि यहाँ तल चाहिँ खोला पनि कराउँदैछ यहाँ ठिकै तलपट्टि हो एन्ड के ओर्गेन पनि आइसक्यो हो निमा रौनक सोच्न विज्ञता यहाँ अनिशा छ मेरो वाइफ सो अहिले चाहिँ हामी होमस्टे आइपुग्यो हो सबैजना अनि तपाईँहरूलाई बिस्तारै बिस्तारै वक थ्रुदेखि लिएर सबै देखाउँछु हो पछाडि देख्नु हुँदै होला सबैजना अगाडि हिँड्दैछ अहिले चाहिँ अहिले हामी रिसेप्सन एरियामा आइरहेको छ हो अनि भित्र चाहिँ रुम्सहरू यहाँ माथि चाहिँ रुम्सहरू होला सो डगी पनि रहेछ सो यहाँ भित्रको भ्यू चाहिँ यस्तो छ म कफी खान्छु नि ब्ल्याक कफी कफी हुन्छ कफी हुन्छ होला है हुन्छ मलाई एउटा मिल्क कफी गरिदिनु कम्ती सुगर ब्ल्याक कफी ओके हामी चाहिँ यहाँ पुग्यो भर्खर हो यहाँ तल चाहिँ स्विमिङ पुल पनि रहेछ ठिकै तल हो अहिले एकछिन तल घुरेर देखाउँछु स्विमिङ पुलहरू चाहिँ कटेज एकदमै राम्रो खाले रस्टी खालको मजाको देख्दो रहेछ हो
मसरुम्स रहेछ है कति रुम लेख्छ चारवटा मसरुम्स एन्ड यहाँ पुरानो भिन्टेज आइटम्सहरू चाहिँ पुरा राख्नु भएको रहेछ टेलिफोन रहेछ यहाँ पनि रहेछ टेलिफोन टिभी It's how do you talk? Like this? पहिलाको क्यामेराजहरू रहेछ ल्यान्टर्नहरू रहेछ हो नाम जग्गा रहेछ यहाँ टेप पनि रहेछ अनि यहाँ ग्रामोफोन पनि रहेछ हो पहिलाको क्लक गिटार्स मजाको रहेछ है त्यो बेन्ची ओके सो यो चाहिँ डाइनिङ गर्ने एरिया चाहिँ यहीँ छेउमा रहेछ रिसेप्सन यहाँनिर रहेछ हो एन्ड अहिले चाहिँ हामी रुम जान आँटेको छ रुम हो अन्त अलिकति रुम गराइदिन्छु तपाईँहरूलाई कहाँ बस्नु हामी चाहिँ हामी बिचमा बस्छौँ फेरि साइडको ओके ए हो नि ओर्गेनलाई एउटै रुममा राखेको ए दामी रहेछ अनि हामी चाहिँ बस्ने रुम चाहिँ यहाँ छ हो यहाँ चाहिँ एउटा दुईवटा बेड माथि टेरेस पनि रहेछ हो लाइट अन गरेन रुम चाहिँ एकदमै दामी रहेछ सबै वार्डन बाथरुम पनि राम्रो रहेछ यतिको ठिकै छ यो चाहिँ फ्रेस वाटर यताबाट आउँदो रहेछ अनि त्यही यहीँबाट सर्कुलेट हुँदै जाँदो रहेछ पानी चाहिँ